हो ढाँटेको त होइन नि सर, कहाँ ढाँट्नु हौ, हामी नेता हो र ढाँट्नलाई। ल ठिक छ, त्यसो भए म चेक गर्छु कतिको पढेको रहेछौ तिमीहरूले। के को एक्जाम छ भोलि? नेपाली। साइन्स कि नेपाली? नेपाली सर, नेपाली। साइन्स त अस्ति नै भइसक्यो। अस्ति नै कसरी हुन्छ, एक्जाम त आजबाट सुरु भएको होइन। वाह सर, माने तपाईलाई माने, दिमाग चाहिँ तेज रहेछ तपाईको पनि। चुपलाक, मलाई फुर्काउँछस्? भोलि के को एक्जाम छ, नडाटी भन। नेपाली नै हो के सर? नबताए सोध्नु न तपाईको प्यारो विद्यार्थीलाई। हो रोशन, नेपालीको एक्जाम हो भोलि? हो सर, नेपाली नै हो। ल त्यसो भए म तिमीहरूलाई उखान टुक्काहरू भन्छु, तिमीहरूले त्यसको वाक्य बनाउने है त? हुन्छ सर। प्रतीक्षाको फल मिठो हुन्छ। ल यसको वाक्य बनाएर देखाऊ जसले भयो नि। सर म बनाम? ल बना। प्रतीक्षाको फल मिठो हुन्छ त्यो मलाई पनि थाहा छ, त्यसैले म हरेक शनिबार प्रतीक्षाको घर जान्छु र उसको फल खाएर आउँछु। यसरी बनाउँछ वाक्य? लट्ठी कहाँ छ मेरो? मेरो केही गल्ती छैन सर, मैले त यसको कपीबाट पढेको, त्यहाँ यस्तै लेखेको थियो सर। होइन सर होइन, मेरो कपीमा त्यस्तो लेखेको छैन, यसले फसाउन खोजिरहेछ मलाई। तैँले चाहिँ यसको कपीबाट किन पढेको त? तेरो कपी चाहिँ खोइ। मेरो कपी त प्रतीक्षाको घरमा छ सर। अस्तिको शनिबार त्यहीँ छुटेछ। पक, भोलि तेरो बाउलाई कल गर्छु म, त चाहिँ निकै छाडा हुँदैछस्। मेरो बाबा त विदेशमा हुनुहुन्छ सर। त्यसो भए तेरो मम्मीलाई कल गर्छु। मम्मी पनि विदेशमै हुनुहुन्छ सर। को हुनुहुन्छ त घरमा? घरमा त हजुरबा र हजुरआमा। त्यसो भए तेरो हजुरबालाई कल गर्छु।